Linganguli guli guli wata lingangu lingangu. Yo, what's up guys? आज चाहिँ हामी फेरि खेल्न आइसकेको छौँ क्लास अफ क्ल्यान्स. वी आर हियर ब्याक इन क्लास अफ क्ल्यान. र क्लास अफ क्ल्यानमा चाहिँ नयाँ अपडेट आएको रहेछ है. अपडेट आएको छ क्लास अफ क्ल्यान्स एक्स WWE होइन. र यसमा चाहिँ मैले एक अट्याक चाहिँ हानेको थिएँ है. एन्ड आई ट्राइड दिस ट्रुप्स. यो आर्मी क्याम्प वन्स मैले पनि नोटिस के गर्नु ल यसको ह्यान्ड जेस्चर हेर्नु है गाइस. कुल छ नि त ब्रो. आमा चस्मा नि त्यो सेड्स पनि त्यस्तै दामी. लेट्स गो थ्रु अनदर ट्रुप्स. कहाँ छ अर्को? वो बडी बिल्डर जाइन्ट स्कुल एज फक ब्रो. अनि अर्को छ हाम्रो केटी. यसको नाम थाहा छैन मलाई. वाट यसले के गर्यो? वेब होइन, यसले त्यो आई डोन्ट नो वाट इट सेड होइन. ड्याम कडा रहेछ त. ग्रिटिङ गरेर त्यस्तो गरेर पुरै हुन्छ नि ओरा. अनि हाम्रो इभेन्टमा चाहिँ के दिइरहेछ भन्दाखेरि एक्सन फिगर रे. जाइन्ट चाहिँ यसभित्र हुने रहेछ नि त. 8000 हिट पोइन्ट्स, 808 पोइन्ट्स मात्रै हुनेछ. तर ओभर ट्याङ्की छ जस्तो छ. त्यत्रो क्यानलले हान्दा नि आदियास विकास छैन. कडक हुन्छ है क्या हो. मेरो अहिलेको आर्चरको यो चाहिँ यो र यो रहेको छ होइन. लेट्स सी के हुन्छ. लेट्स अट्याक. यो चाहिँ मेरो आर्मी रहेको छ. नयाँ ट्रुप्सहरू मैले यो चाहिँ आर्मी कम्बाइन गरेर खेल्न आँटेको छु. र आज चाहिँ हामी टाउन हल 16 कि 17 अथवा टाउन हल 15मै धेरै लुट छ भने त्यसलाई हान्छौँ. न त 16 र 17 मेरो टाउन हलभन्दा माथिकोलाई मात्रै टार्गेट गर्न जाँदैछौँ होइन. यसमा लुट अलिक कम हो. एटलिस्ट 10 लाख होइन. एटलिस्ट 10 लाख भनेको कति हो? 1 मिलियन. 1 मिलियन. एटलिस्ट 1 मिलियन. लेट्स फाइन्ड द अट्याक क्विकली. अनि लाइक से सब्सक्राइब गर्न नबिर्सिनु. या यसमा गोल्ड कम हो क्या. अनि साथी हाम्रो टाउन हल 15 पनि म्याक्स हुन आँटिसकेको छ. वी आर लाइक 80% म्याक्स भइसक्यौँ हामी होइन. हाम्रो कोर डिफेन्स त फुल्ली म्याक्स्ड भयो भन्दा नि हुन्छ है. त्यही अब बाहिरको वाल्सहरू छ. वाल्सहरूको त खासै काम छैन. धेरै जस्तो सबले एयर अट्याक नै गरेर हुन्छ. त्यहाँदेखि एस्थेटिकको लागि अट्याक गर्नुपर्छ नि. ओके सो यहाँ हाम्रो खतरा लुट भएको बेस भेटिसकेका छौँ. अब यसलाई अट्याक चाहिँ कुन एङ्गलबाट गर्ने भनेर सोचिरहेको छु. मोनोले टार्गेट गरौँ होला है. फायर स्पिटरले यतै फाल्छ कि फेरि. जो होगा देखा जाएगा भन्दै हाल्नु नि. यसको हल्का मेरो यो गेमको साउन्ड चाहिँ सानो पार्छु म. किनकि यसको साउन्डले मैले बोलेकै सुन्दिनँ. सो लेट्स गो फ्रम दिस साइडलाई पाल्दै फरार. यस सर. ओके फ्रिज लगाइदिनुबाट अनि त्यसको एबिलिटी हानिदिउँ. क्लोन बाबु राजा क्लोन. फक मेरो क्लोन वेस्ट मात्रै भयो त्यहाँ. केही छैन. लेस ठिक छ. फ्रिज गऱ्यौँ. ट्रुप्सहरू चाहिँ कुल नै छ है. केन तपाईँहरूले देख्न सक्नुहुन्छ. र हाम्रो ट्रुप्सहरूलाई चाहिँ 200 अर्कै दिइसकेको छ. तर आई डोन्ट गिभ अ फक बिकज अब ठ्याक्क यो पर्फेक्ट टाइमिङ. सो हाम्रो जाइन्टले चाहिँ अट्याक हानिरहेको छ. यस्तो पड्काइरहेको छ. मा कसम यो इन्फर्नोले खाइदियो. ओ फक यतिले बाँचाइदियो. सो टाउन हल 17लाई हामीले खाइ त सक्यौँ. आई मिन अट्याक हानेर अब भ्याइ त सक्यौँ. यो 3 स्टार हुन्छ होइन. मोनोलिथ त्यसका बाजे फक मिनियन प्रिस
मिनियन प्रिन्स निगले गाह्रो पार्छ तर त्यति धेरै गाह्रो त पर्दैन किनकि 10,000 हिट पोइन्ट्स छ जस्तो लागेको छ मलाई र यसको साथ हाम्रो टाउन हल 15 देखि चाहिँ टाउन हल 17 यो अलमोस्ट म्याक्स नै थियो होइन आई डोन्ट नो वाल्स चाहिँ त्यति म्याक्स छैन होइन त्यसको मैले डिफेन्स चाहिँ म्याक्स छ जस्तो लाग्यो यो न्यू ट्रुप्सहरू चाहिँ दामी रहेछ तर मैले यो बनाएको आर्मी कम्बिनेसन तपाईँहरूले ट्राई गर्नु भने एकदम ड्याम छ होइन खतरा छ है तपाईँहरूलाई राम्रो हुन्छ यदि तपाईँ टाउन हल 15 भन्नुहुन्छ भने यसले चाहिँ तपाईँले इजी पिजी 3 स्टार गर्न सक्नुहुन्छ यो चाहिँ हामीले टाउन हल 15 देखि टाउन हल 17 लाई इजिली 3 स्टार हानिसकेका छौँ विथ आवर न्यू ट्रुप्सको हेल्पबाट है अझ हाम्रो क्लोन स्पेल यो बेलुनवाला क्लोन स्पेलको त वेस्ट मात्रै गयो किनकि हाम्रो त्यहाँ ध्यान त्यति थिएन नि त हामी बोल्दै खेलिरहेको छु त्यही भएर अनि यो चाहिँ हाम्रो ट्र्याक हो है यसबाट चाहिँ हामीले यो पाउँछ यो ट्रुप पनि ड्यामी रहेछ होइन यसको इक्विपमेन्ट पनि अब ब्रोकनै छ जस्तो लाग्छ मलाई है किनकि कति ट्याङ्की छ म तपाईँहरूलाई देखाउँछु ल यो म्याक्स अलिक ट्रुपलाई हामीले अपडेट गऱ्यौँ भने कतिको ट्याङ्की ट्रुप छ भनेर म तपाईँहरूलाई भन्छु होइन 22,000 HP हिट पोइन्ट्स भनेको नट अ जोक 22,000 यसले हेरेको इन्फर्नो टावरले नै 2,000 हान्छ म्याक्सिमम उमा गयो भने अनि त्यो भनेको त 10 सेकेन्डमा त अब पर छ भने त भ्याएन नजिकै छ भने त सिधै दिन्छ नि जस्तै अब मेरो कति लेभलको क्विन छ भन्दाखेरि 78 लेभलको क्विन छ है लेट्स गो यहाँबाट यसकै मात्रै हिट पोइन्ट्स चाहिँ आधी छ क्या त्यसको 10 टाइम्स आधी छ कि लाइक आफै सोच्छु कति धेरै हिट पोइन्ट्स छ तर यसको इक्विपमेन्टमा चाहिँ त्यति हिट पोइन्ट्स हुँदैन होला जस्तो लाग्छ मलाई अनि अरू के भन्नु लेट मी से तपाईँहरूलाई म मेरो अपडेट कति बाँकी छ भने देखाउँछु वाल बाँकी छ टन्नै वालहरू चाहिँ बमहरू बाँकी छ तिनीहरू लास्टमा अपडेट गर्छु भनेर बसिरहेको छु क्यानन 3 जोडी बाँकी रहेछ अनि हिरन टेस्ला छ आज क्विनहरू यो हिरोजहरू त लास्टै टाइम लाग्छ कि 7 दिन 1-2 हप्तै लाग्छ अनि झ्यावै हुन्छ अति नै त्यही नि यो त अब धेरै छैन 10 लेभल जति होला 10 नै होइन 8 लेभल जति बाँकी होला 7-8 लेभल किङ बरु धेरै बाँकी छ अनि यो प्रिन्स पनि 20 लेभल बढी छ यार टन्नै छ न त है यो चाहिँ मेरो क्लान हो होइन यु क्यान जोइन दिस क्लान दिस रियल मान्नु यो अनि यसपछि हाम्रो आरनु स्कोक हुनुहुन्छ 1-2-3-4 जना चाहिँ मेरो आफ्नो त्यो रिलेटिभ्स चिन्नेकै मान्छेहरू हुन्छ अरू चाहिँ ऱ्यान्डमहरू हो यु क्यान जोइन द क्लान इफ यु वान्ट टु त्यही भन्न चाहन्छु एकदमै खतरनाक भएको छ र म चाहिँ तपाईँहरूलाई त्यो अघि मैले अट्याक गरेको मान्छेको बेस देखाउन जाँदैछु टाउन हल 17 मोनोलिथ म्याक्स स्क्याटर सट म्याक्स आर्चर टावर मल्टी आर्चर म्याक्स लाइक म्याक्सिमम अफ द बेस चाहिँ म्याक्स छ यो त नयाँ आदिको आर्चर टावर हो त्यही नि 15 लेभल पुऱ्याइसकेको छ यार केटोले कडै छ त बेस त होइन जस्ट वी मेड बिकज अफ दिस न्यू ट्रुप है मेन चाहिँ त्यही भन्छु थ्याङ्क्स फर वाचिङ के अझै एउटा हामी Want a break from the ads? Want a break from the ads? Want a break from the ads? Motherfuck. Okay, let's go.